एभ्रिवान आज चाहिँ हामी मुस्ताङको तयारी गर्दैछौँ। बिहान 4 बजेदेखि उठेर कपडा सपडा प्याकिङ गर्दा ढिलो भयो। सुमन रेडी भइसक्यो। खै मङ्की टोपी एकपल्ट लगाइदिइहाल। त्यही भएर हेरौँ है त। ए मेरो पनि यही छ। लुक एट माई सु गाइज। बिहानको भलक हामी चाहिँ मुस्ताङको लागि सुमनको घरबाट निस्किँदैछौँ। निस्किनुभन्दा पहिले हामीले यो के भन्छ यसलाई सुकभर लगाउनु थालेको गाइज। त्यसलाई भित्रबाट पार नि त। कसलाई? यसलाई भित्रबाट हुनाले भित्रबाट पार अनि त्यो बाहिर यसलाई बाहिर हुन्न ब्रो, किनकि यो त त्यो भइदिन्छ नि पछि यो धुलो भयो भने त के अर्थ त? यसको पो धुलो राख्नु लाग्यो त। सो द्याट गाइज आई एम लुकिङ यसरी जुत्ता र यसमा वी आर मुभिङ। कस्तो हुन्छ हेर है त। फाइनली वी आर रेडी। हामी चाहिँ अब हिँड्ने तयारीमा छौँ। हालत यस्तो छ। मुस्ताङको लागि हिँड्दैछौँ है त। मुस्ताङको लागि हिँड्यौँ। बिहान 8:30 बजीतिर हामी रुमबाट हिँडेको। सुमनको झोला देखा हाम्रो पोटर दाई हुनुहुन्छ उहाँ चाहिँ हाम्रो बाइक है त। हेरौँ हामी धेरै लामो भर्खरै नदीतिर आइपुगेका छौँ। केही बेर खाना खाएर अनि ब्रेकफास्टको खाना। सुमन हेलो, हामी खाना खाँदैछौँ। हेलो कहाँ भेट्यो? हामी चाहिँ अहिले कलकत्तामा अगाडि बाइक हेर्दैछौँ। पुग्दैछौँ। बर्खामा यो बाटो हिँड्न त सक्दैन। आजभोलिसम्म ठिक छ यो बाटो। हेलो गाइस, गुड मर्निङ। आज चाहिँ हामी कुस्मा पर्वतको होटल हिल्टनमा बसिराखेका थियौँ। अब चाहिँ हामी हाम्रो यात्रा आज
बाग्लुङ हुँदै मुस्ताङसम्मको हुनेछ। हामी रेडी हुँदैछौँ। एकदमै दुःख पाइयो सबै बाटो परेको हुनाले। बाटो हराएको हराइ रेडी हुन नि गाह्रो छ। एकदमै डेन्जर हालत छ। हेलो गाइज, आज चाहिँ डे 2। गुड मर्निङ एभ्रिवान। हामी चाहिँ आज कृष्ण पर्वत हुँदै मुक्तिनाथ जमसम पुग्ने तयारीमा छौँ। गाइज हेरौँ है त। गरिसकेपछि हामी चाहिँ अहिले बेनी बजार पुगिसक्यौँ। बेनी बजारबाट मुक्तिनाथको नजिक छौँ। हामी तातोपानीदेखि अगाडि आएर भर्खरै रुप्सी झरनामा पुगिसक्यौँ। हामी एकछिन यहाँ फोटो खिचेर जाडो होला भनेर एकदमै ज्याकेटहरू बोकेर आइयो, तर एक्सपेक्टेसन भर्सेस रियालिटी हामीलाई दाङमा अझ त्योभन्दा पातलो लगाउनुहोस्। एउटा रेनकोट किन्नुहोस्, त्यो रेनकोट लगाएर आउनुहोस्, इट्स इनफ। एकदमै गाह्रो हेर्नुहोस्, गर्मीले मर्न लागिसक्यो। ल रुप्सी झरना हेरौँ है त। हामी जमसमको नजिक पुग्दै थियौँ। एकदमै मिठो हावा, एकदमै यहाँ पहिरो गइरहेको छ। त्यहाँ यति मजाको मौसम छ। वाउ, कोदोको कुकिज लोमाङथाङको लागि ल्याएको थियौँ हामीले, सुमनले खोलिसकेका छन्। अब एकदमै हामी नजिक छौँ। हामी आज कागबेनी गएर बस्छौँ है त गाइज। हाम्रो लाला भाला लथालिङ्ग हेर त गाइज, यस्तो हालतमा छौँ हामी। पर्दा पछाडिको सिन यस्तो डेडली हावा चलिरहेछ। हामी यहाँ केही बेर रुकेर फोटोसुट गऱ्यौँ। अब हामी अगाडि बढ्दैछौँ। यस्तो मिठो, यस्तो डेडली हावा चाहिँ के छ। सुपरमा चार्ज गइयो। अब मुखले गाना हामी गाना गाउँदै हिँड्नेवाला छ। केही त छुटेन। हामी अहिले जमसम एयरपोर्टको जस्ट माथि बजाज सोरुममा बाइक बनाउँदैछौँ। हाम्रो बाइक पञ्चर त भएको होइन, तर पनि अप्पर मुस्ताङको लागि नपुग्न सक्छ अथवा बिग्रिन सक्छ भन्ने डरले हामी टायर फेर्दैछौँ। हाम्रो बाइकको कन्डिसन हामी फाइनली 2 दिनको हिँडाइपछि आज मुक्तिनाथको नजिक आइपुगेका छौँ। जस्ट अगाडि मुक्तिनाथ मन्दिर रहेको छ। हामी उकालोको बाटो हिँडाइपछि मुक्तिनाथ
हाम्रो कागुनी बस्ने सोचाइ थियो तर आज मुक्तिनाथमै बसौँ भनेर हामी अगाडि आइयो। भोलि चाहिँ हामी लोमानथाङको यात्रामा जानेछौँ। एकदमै चिसो, एकदमै हावा चल्ने, मन्दिर पर देखिराखेको छ। अब हामी त्यहाँ पुग्छौँ है त। हेलो गाइस, आइहाल्छौँ। अब हामी मुक्तिनाथ पुगेर होटल द रोयल मुस्ताङमा रुम लिएर एकछिन यसो नाइट वाकको लागि हामी निस्किँदैछौँ बाहिर। के कति हुन्छ सबै घुमेर मुक्तिनाथ टेम्पल सियो है त गाइस। We are walking on the street of the मुक्तिनाथ। फाइनल्ली हाम्रो रहर चाहना एउटा सपना पुरा भयो। हामी यसपछि भोलिको लागि हामी अप्पर मुस्ताङको प्लान गर्दैछौँ। सी यू गाइस देयर है त। ल हामी एकछिन सर्ट घुम्छौँ, हेरौँ। गुड मर्निङ। आज चाहिँ डे 3। हामी बिहानै उठेर मुक्तिनाथ दर्शनको लागि आइपुगेका छौँ। बिहानैबाट ओठ सुकेर सिटी चढ्दा चढ्दा एकदमै गाह्रो भयो। अनि मुक्तिनाथ मन्दिरमा इन्ट्री गऱ्यो। फेस हेर्नु त एकदमै चिसो, एकदमै हावा चल्ने, एकदमै गाह्रो भइरहेको छ। मर्निङ। आज चाहिँ डे 3। हामी बिहानै मुक्तिनाथ दर्शनको लागि इन्ट्री गरिसकेका छौँ। अनि उता हेर्न सक्नुहुन्छ पहाडहरू, हिउँ परेको, यति दामी ल्यान्डस्केप छ नि। आउँदाखेरि बाटो त्यो लेतीदेखि अगाडि एकदमै दामी भयो। अहिले चाहिँ हामी मुक्तिनाथ परिसरभित्र छौँ। हामी एकछिन यहाँ पूजा गरेर हामी कागबेनी हुँदै आजको यात्रा लोमाङथाङसम्मको हुनेछ है त। सुमन हेलो भन्दियो। गुड मर्निङ। आज यिनी उठ्न म फाइनल्ली हामी मुक्तिनाथ इन्ट्री गरिसक्यौँ। मुक्तिनाथ मन्दिर यहाँ चाहिँ 108 धारा। यहाँ चाहिँ ठुलो रहेको छ। मेरो फेस किन यस्तो आएको? एकदमै चिसो, एकदमै मनमोहक दृश्य। लुक एट देयर, हिमालहरू, पहाडहरू, लुकिङ आवसम। यो चाहिँ मुक्तिनाथको 108 धारा। कतिको हानिसके। जय मुक्तिनाथ की। चिनाउ के ए छाडा। सुमन के हो, कस्तो फिल हो? मेरो हात खुट्टा मेरो सबै फेरि भइसक्यो। मेरो कपालमा पनि हिउँ जमिरहेको थियो। एकदमै चिसो। फाइनली हामी मुक्तिनाथ दर्शनपछि अब कागबेनी हुँदै अप्पर मुस्ताङको लागि हिँड्दैछौँ। एकदमै सास बढिरहेछ। सुमनले बाइक चलाउँदैछन्, म पछाडि गाना बजाउँदै हिँड्छौँ है त। हामी भर्खरै यहाँ खाना खाएर कागबेनीमा खाना खाएर अप्पर मुस्ताङको लागि, लोमाङथाङको लागि हिँड्दैछौँ। एकदमै चिसो, एकदमै हावा चलेको जसले मजा पनि आइरहेछ। मनमा एक दुईवटा कुराको टेन्सन फेलिरहेछ। त्यस्तै छ। हिँडिरहेछौँ हामी अप्पर मुस्ताङ, लोमाङथाङ हुँदै कोरोला नाकामा भेटौँ है।
थियो होला है यो पहिले के थियो होला कि यो चाहिँ दुईवटा ट्याक्सीको सिलेन्डरहरू ठोकिँदाखेरि हामी लोमाङथाङ पुग्दै थियौँ एकदमै गाह्रो कन्डिसन एकदमै गाह्रो धुलो यस्तो सेफ्टी लगाउँदाखेरि यो हालत छ फिलिङ्स छ खाने होइन त खाऊँ न के भयो हामी लोमाङथाङको नजिक आइपुगेका छौँ नन स्टपको हिँडाइपछि 6-7 घन्टाको हिँडाइपछि हामी लोमाङथाङको नजिक आइसकेका छौँ सायद यो पहाड उता लोमाङथाङ पर्छ होला त्योदेखि उता 30 किलोमिटर जति हिँड्यो भने हामी चाइना बोर्डर नेपाल चाइना बोर्डरको कोरोला नाकामा पुग्न सकिन्छ ल भोलि मर्निङमा हामी त्यहाँ पुग्छौँ है त आजको हाम्रो हिँडाइ लोमाङथाङसम्मको मात्रै हुनेछ किनकि शरीरको धेरै कुराहरू पात पूर्जाहरू हल्लिसकेको छ हाम्रो बस्ने सिटदेखि ल्याएर सबै कुराको नाजुक अवस्था भइसक्यो हुनाले आज चाहिँ हामी कोरोला नाका पुग्दैनौँ आज हामी लोमाङथाङमै बास लिन्छौँ है त ल हामी त पुग्यो भने देखाउँछौँ अहिले लोमाङथाङको नजिक पुगिसक्यौँ अबको केहीले लोमाङथाङ देखिनेछ लोमाङथाङ बजार हिँड्दैछौँ हामी हेलो गाइज हामी चाहिँ अहिले लोमाङथाङमा छौँ अप्पर मुस्ताङ राति नाइट वाकमा निस्केको सुमन र म एकदमै चिसो आज सुमनले एकदमै यहाँ धेरै कुरा छ म भन्न चाहेन कपडा ल्याउन नदिएर चिसोमा वाटु सेयर मर्निङ एभ्रिवान आज चाहिँ डेप हो हामी अहिले अप्पर मुस्ताङको लोमाङथाङ भन्ने ठाउँमा छौँ अब हामी यहाँदेखि फ्रेस भएर उठेर रेडी भएर हामी चाइना बोर्डर कोरोला नाकासम्म पुग्ने आजको यात्रा छ कोरोला नाका पुगिसकेर हामी फेरि आज मार्फा वा बेनीमा रिटर्न हुँदैछौँ बेलुकाको लागि भोलिको यात्रा हाम्रो पोखराको हुनेछ र हामी अझै केही दिन पोखरामा घुमेर त्यसपछि हामी पाल्पामा पनि हामी एक दिन बस्छौँ त्यो भएको हुनाले बाटोमा हामीसँग गोप्रो नभएको हुनाले धेरै कुराहरू देखाउन पाइएको छैन एक्सट्रिमली सो सरी फर द्याट एउटा हाम्रो मेमोरीको लागि क्याच गर्दैछौँ हामीले एज एउटा नर्मल भ्लग जस्तो सो द्याट डोन्ट माइन्ड है त हामी यो सबै दाङ पुगिसकेपछि सबै एडिट गरेर हामी भ्लग्स युट्युबमा हाल्नेछौँ मेमोरिजहरू एकदमै चिसो हेर्नुहोस् कपडाहरू हामीले चाहिँ यो केही विन्चिटरहरू आइस भइसकेको ल्याइसकेको थियो आइस बाहिर मुख धुने भनेर गएको ल हामी लोमाङथाङमा छौँ एकदमै चिसो छ हामी अब कोरोला नाकाको लागि चाइना बोर्डर कोरोला नाका हिँड्दैछौँ हाम्रो बाइकको कन्डिसन हेर्नु त निस्किँदैछौँ देखो हामी कोरोला नाकाको लागि लोमाङथाङबाट बाइकहरू निकाल्दै हुनुहुन्छ साथीहरूले कोरोला नाका चाइना कोरोला नेपाल चाइना बोर्डर कोरोला नाका हामी पुग्दैछौँ हामी कोरोला नाकाको बाटो अगाडि बढ्यो भर्खरै एकदमै हिउँ परिरहेको छ माथि पाहाडमा हामी कोरोला बोर्डर पुग्दैछौँ है त त्यहाँ पुगेर देखाउँछौँ हामीले कोरोलाको नजिक आइपुग्नु थालेको छ अहिले नेपाल चाइना बोर्डर एकदमै दामी छ हल्का चिसो चाहिँ चिसो छ तर पनि रमणीय हेर्न लायक ठाउँ छ
धानको पात रोटी बनाएको छु मैले। फाइनल्ली हामी 4 दिनको हिँडाइपछि अहिले नेपाल चाइना बोर्डर कोरोला बोर्डर आइपुगेका छौँ। यतातिर चाइना, यो नेपाल। नेपालको भाग पुरै हिउँले ढाकिएको छ भने तर चाइनातिर एकदम राम्रो विकसित एकदम बोर्डरमा राम्रो बिल्डिङहरू बनेको छ। नेपालमा चाहिँ यी नर्मल नेपालीहरूको एउटा सानो झोपडी एउटा सानो पसलहरू चलिरहेछ। एकदमै चिसो एकदमै चिसो। चाइनिज कफी खाँदैछौँ हामी। कोरोला बोर्डर नेपालको झन्डा सहित हामी कोरोला बोर्डरमा छौँ। वाउ, छुट्टै मजा आउने, आफ्नो भन्ने बित्तिकै फिल छुट्टै हुने। हेलो वाउ, हुँदै चाइना बोर्डर नेपाल चाइना बोर्डर कोरोला नाका आएर घुमेर अब घर फर्किँदैछौँ। हाम्रो भलक सेफ्टीसम्म है त। फाइनल्ली हामी यो लोमाङथाङदेखि माथि रहेको एउटा गुफामा आइपुगेका छौँ। गुफाभित्र एकदम राम्रो छ भने सुनेको, तर गएको छैनौँ। हेरौँ है त कस्तो छ। सुमन जाउँ। हिँड एकपल्ट माथि चल। सास बढेर हैरान भइसक्यो। जत्रै इङ्ग्लिस आएन र। गएँ म पनि कसरी जाने। अनि गइसक्यो। क्यामेरा पक्रिदिन्छन् कि भनेको, कहाँ रह्यो तिमी ब्रो? के हो यो उल्टो भएछ? हजुर ए आएर बसिसक्यो रहेछ। केही देखिँदैन। के हो के हो? कस्तो मजाको यो हेर, कालो कालो के हो यो? ल ओके हेर्न हेर्न ल हेर्न हेर्न पहिला माथि हेर्न त। कसरी माथि माथि हेर्न क्या माथि। के हो यार, भित्र गुफा चाहिँ उताबाट गएर लुट्ने जस्तो रहेछ। यताबाट भित्र कता हो कता अनघन्टा। पहिला मान्छे बस्थ्यो होला क्या है यसमा। यो पहाडलाई काटेर बनाएको जस्तो छ क्या। बस्ने कोठा, खाने कोठा, किचन। सबै लाग्यो। ल जाउँ त अब तलतिर। बाहिरबाट सिनेरी कस्तो मजाको देखिने।
गुड मर्निङ एभ्रिवान। आज चाहिँ डे 5 हामी अहिले मार्फाको जेरी गल्ली घुम्दैछौँ। हिजो हामी मार्फामा आएर बस्यौँ र आजको हाम्रो यात्रा चाहिँ पोखरासम्मको हुनेछ डे 6 र हामी अझै 2-3 दिनको यात्रा पछि मार्दै हाम्रो डेस्टिनेसन घरतिर पुग्नेछौँ। ल जेरी गल्ली हेलो गाइज, एकदमै अवस्था हेर्नु त, यो छालादेखि ल्याएर सबै कुरा एकदम डेड भइसकेको अवस्था छ। हामी चाहिँ यही बिचमा अहिले बागलुङको कालिका भगवती मन्दिर दर्शन गर्नको लागि छिरेका छौँ। हालत एकदमै मन्दिर नुहाइधुवाइ गरेर सरसफाइमा जान्छन् भन्ने सुनेको, तर के भन्नु, न नुहाउने ठाउँ छ, न बसेर राम्रोसँग खाने ठाउँ छ। We are facing a lot of obstacle. हामी चाहिँ मन्दिरमा अब आएको बेला दर्शन गरिहालौँ भन्ने छिर्न खोजेको। एकदमै भित्र रहेछ मन्दिर, थोरै केही गाह्रो त होला, तर पनि हामी कालिका देवीको अगाडि हाम्रो दुःख सानोतिनो केही पनि होइन। हामी गएर एकछिन दर्शन गरेर फर्किन्छौँ र यो सँगसँगै हाम्रो 6देखि 7 दिनको यो पोखरा, बेनी, बागलुङ, मुस्ताङ हुँदै अप्पर मुस्ताङ, चाइना बोर्डरसम्मको यो यात्रा यही इन हुँदैछ। हामी सबै मेमोरीहरू हामीले बिचमा गरेका केही के भन्छ एकछिनै गाह्रो हो। त्यसपछि सबै कुराहरूलाई चाहिँ त्यसमा समेटेर राख्नेछौँ। सुमन, म पनि मन्दिर जाने हो क्या अरे? घर जाने भनेपछि त्यसलाई छुट्टै खुसी लागिरहेछ। म चाहिँ अझै केही दिन, केही हप्ता यतै घुमाउँ कि यतै रुमल ल्याउँ कि भन्ने फिल भएको छ। तर के गर्नु, अफिसदेखि ल्याएर इत्यादि सबै कामहरू हेर्नुपर्ने भएको हुनाले टुमारो दाङ फ्रम पोखरा। आज चाहिँ हामी पोखराको लेक साइडमा गएर बस्नेछौँ। त्यहाँ पनि सानोतिनो केही क्लिपहरू हामी बनाउने ट्राई गर्छौँ। हेरौँ है त। ल ओके, बाई। हेलो, आज चाहिँ डे 5 हामी पोखरामा भर्खरै आइपुग्यौँ। पोखराको फेवातालमा चम्मक त अब भ्याइयो, अब चम्मक आउला जस्तो छैन, आँखा एकदमै रातो छ। हामी चाहिँ भर्खरै पोखराको फेवा लेकमा आएका छौँ। अब हामी यहाँ बोटिङ गरेर हामी पारी मन्दिरमा जानु प्लानिङमा छौँ के अरे। हेरौँ है त, फेस त बिग्रियो। हामी मन्दिर दर्शनको लागि बोटिङको टिकट लिन आइराखेका छौँ। टिकट दिने मान्छे त कोही आउनुहुन्न त। मन्दिर दर्शनको लागि टिकट ल्याइयो, 200 को टिकट। कस्तो कालो भएको शरीर। अब हामी बोटिङ गर्छौँ है त। बोटिङको लागि भर्खरै बस्यौँ। अब हामी राई मन्दिर जान्छौँ। तिमी धेरै नहल्यौ न यार, धेरै नहल्यौ तिमी। हामी आधी घन्टा जति भयो बोर्डमा बसेको, कोही पनि प्यासेन्जर नआएर हामी रोकिरहेछौँ। हामी 2जना प्यासेन्जर मात्रै छौँ अहिलेसम्म फिलहालका लागि। हेरौँ है त कति बेला हुन्छ, आधी घन्टामा त जान पाइन्छ होला। हामी तालबराई मन्दिर आइपुग्यो बोटिङ गरेर। बोटिङ गर्न लागि भिडियो बनाउनु पाइएन। 5 रुपियाँ 10 रुपियाँ दिइरहेछ, 5 रुपियाँ भन्छन् न। त्यही भएर हामी एकछिन पूजापाठ गर्नेछौँ। मार्फा, हाम्रो मुस्ताङको मार्फा यहाँ चल्दैछ। हुने रे मुस्ताङको मार्फा जाग्दै हुनुहुन्छ यहाँ सबैले। आज यहाँ घरमा मुस्ताङको मार्फा चलिरहेछ। आमा कस्तो छ अरे? पानी जस्तो छ, भन्नु न कस्तो छ, भन्नु नाच्नु। हजुर कस्तो छ, कस्तो ए किन नखाने हजुरले? मुस्ताङको मार्फा त्यहाँ छ। थ्याङ्क यू। रोका फ्यामिली अब रोका मगरतिर
धकल्यो